ब्रो कहाँ गयो किन चाहिएको पैसा चाहिँ मसँग छ तर मम्मीको चाहिँ के गर्नु कराइहाल्छ कति जति चाहिएको 20 रुपियाँ छ 20 रुपियाँ छ फेरि डिले गरेर मम्मीले बनाउँछ होला यति छ भएको भोलिदिनु ल So guys, kita हाम्रो दिदी तपाईको नाम लेख्नु छ मेरो नाम रोदा बान्तावराई हो यस उहाँ चाहिँ हाम्रो फेरि सब्स्क्राइबर पनि हो क्या So guys, चल्छ हामी कालो जाँदैछौँ अनि यहाँ चाहिँ हाम्रो दिदी म हिँड्न नसकेर बिजोक अनि हामी चाहिँ कालो जाँदैछौँ कता जाने कहाँ जानु भन्नु त जाउँ माथि जाउँ चल चाहिँ हामी कालो चढ्दैछौँ यहीँनिर हामी चाहिँ फोटो खिच्नलाई आएको हाम्रो दिदीको फोटो खिच्न आएको हामी चाहिँ अब दिदी यस्तो क्युट हुन्छ त फोटो त खिच्नै पर्यो अनि हामी चाहिँ यहाँनिर उकालो आइपुग्यो अनि सो गाई चाहिँ यहाँनिर चाहिँ राति चुडेलहरू पनि आउँछ कसैले चाहिन्छ भने प्लिज भन्नुहोला यतापट्टि चाहिँ सानो गाडी छ त्यही भएर चुडेल ल चाहिँ हामी ठाउँबाट फर्किँदैछौँ अनि हाम्रो दिदीको फोटो पनि खिचिसक्यौँ अनि हामी चाहिँ जाँदैछौँ बनालो होइन दिदी हो त अब हामी चाहिँ अच्छा सफिदिम क्लासतिर पनि लागेको यस अहिले हामी चाहिँ क्लास जाँदैछौँ दिदीकोमा फेरि बोयफ्रेन्डको मेसेज आएकै गर्छ मेरो भ्लगमा बेइज्जत नगर न अस्तिकोमा अब कत्रो भ्युज गएको छ त्यो मैले तपाईँले सेयर गरेको थिएँ अहिले गाई चल्छ हामी यहाँ ओह्रालो जान्छौँ अनि तल चाहिँ हुन्छ हाम्रो लेन्जो सडक वर्धन दाइको चिनी नै हाम्रो होइन रहेछ को छम्मी आयो सो गाई चल्छ हामी ओह्रालो 100 के स्पिडमा कुद्दैछौँ यस्तो ओ गरेर अनि हामी चाहिँ क्लासमा आइपुग्यो यहाँ चाहिँ छ मेरो सब्सक्राइब गर्नेको नाममा झुटा बाधा निभाउने साथी गरे नि फेरि म भन्नु चाहन्छु सबैले केरा खानु होला मिठो हुन्छ अहिले हामी चाहिँ क्लासभित्र छिर्दैछौँ अनि हुन्छ हाम्रो यहाँ साथी आइज साथी त के भन्यो यार जाउँ बाहिर आइज रोक हेर मेरा अता छ मेरो साथीहरुको सब्स्क्राइबरको नाममा झुटा बाधा सब्स्क्राइब पनि गर्दैको छैन कसैले म गर्दैछु अरे भिडियोबाट ल ओइ बाहिर आइदिनु अहिले टे अब अर्को मेरो साथी अनि यसको चाहिँ ब्रेकअप भएको छ हैन मैले बनाउनु म केटी बनाउँदिनँ क्या अनि अरू त हैन म भन्नु चाहन्छु मेरो नयाँ लुगा हो घर सक्नुहुन्छ कस्तो सेतो कालो म जस्तो सेतो छ यार खै ताली यार ताली गई यार भाइ ताली बजाऊ थ्याङ्क यू अनि ताली भनेको त्यहाँ तल त गाली बज्छ जस्तो छ त्यहाँ के यार
कुडी साछ कि भोलि पो कि पर्सि पो बिहान गएको आएकै रहेन रहेछ अघि फोन गरेर सरी भन्नु डरेले सरी दाइ भने दाइ मलाई नकुट्नु त्यही भन्नु आज म भन्न चाहन्छु कि मेरो चप्पलमा कति सेतो पनि छैन कति कालो पनि छैन जस्तै फोर्छ ए हो तिमी के भन न उसको ज्यामबाट यस्तो सेतो यस्तो सेतो छ मभन्दा त गएकै छैन एउटा क्वेसन तपाईँहरूलाई जुत्ता किन बनाएको त्यही त जुत्ता किन भन थाहा छ जुत्ता किन बनाएको किन लाउन जुत्ता किन बनाएको खै लाउन बनाएको नि खोइ। कस्तो बुझ्दा नै क्या कस्तो बुझ्दैन यार यो गुरु कहाँ गयो किन चाहिएको पैसा चाहिँ मसँग छ तर म आउने चाहिँ के गर्नु कराइहाल्छ कति जति चाहिएको 20 रुपियाँ छ 20 रुपियाँ छ फेरि सिद्धीले गरेर मम्मीले बनाउँछ होला यति छ भएको बोलिदिनु ल Ini anu masih ada sih. हो अनि तपाईँलाई चाहिँ खै त्यो भनेको बहिनी